हेलो साथीहरू, हाम्रो भिडियोमा स्वागत छ हजुरहरूको होइन। अनि हामी चाहिँ जान लाग्यो अहिले खाना खान। मुम्बईमा त के साह्रो गर्मी हो, तर यो झाडी देख्दा त मुम्बई जस्तो लागिरहेको छैन होला होइन। झाडी यस्तो छ, कहाँ मुम्बईमा डुलिरहेछ, खालि हावा गफिदिरहेछ। एकछिन रोक्नै म देखाउँछु। तपाईँहरूकोतिर गर्मी कस्तो छ थाहा भएन होइन, हाम्रोतिर त खतरा गर्मी छ। अनि यो भिडियो कहाँ कहाँदेखि हेरिराख्नुपर्छ होइन, कमेन्ट गरिदिनु होला। यस्तो गर्मी पनि हुन्छ यार होइन, बर्खा सकिने बित्तिकै। यो झाडी हेरेर कसैले भन्छ त सोल्टी, यो झाडी हेरेर कसैले भन्छ हामी मुम्बईमा छ भनेर। ऊ त्यहाँनिर मेट्रो छ क्या, अगाडि मेट्रो। अब त बाटो पनि कस्तो छ फेरि यहाँ। हजुर कहाँ कहाँदेखि हेरिराख्नु भएको छ है यो भिडियो, कमेन्ट गरिदिनु होला, लाइक नगरे पनि। अनि म चाहिँ यस्तो हेमसाङ सोल्टीसँग जान लाग्यो खाना खान। ल सोल्टी त के साह्रो लजाइदिएको यार। होइन होला, होइन होला। ल गल्ली 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 जान्ला छ। यता दायाँ बायाँको मान्छे हेरेर पागल भइरहेछ, मोबाइलले लिएर के गरिरहेछ यिनीहरू होइन। तपाईँहरूको बिहानको खाना कति बजी हुन्छ थाहा भएन होइन। हाम्रो चाहिँ दिउँसो 3 बजे खान्छौँ बिहानको खाना। अब यसलाई के भने 4 बजे हो सोल्टीमा। 4 बज्न आँटेपछि यसलाई खाना भन्ने कि खाजा भन्ने के भन्छ? खाना त खानै पर्यो नि। तपाईँहरूले त बिहान खाजा खाइसक्नु भयो होला, हामी त खाजा पनि खाएको छैन होइन। भर्खर खाना खाना जान्ला छौँ कि नाइट ड्युटी गर्छौँ, के गर्नु, रातिको 2 बजे 3 बजेसम्म ड्युटी गर्नुपर्छ। नि दिनभरि सुतेर भर्खर खाना खाना जान्ला छौँ। यस्तै छ परदेशी जिन्दगी। के भन्नु छ सोल्टी? केही भन्दैन। भन न भन यार, के भन्ने हाँ? के भन्ने के भन्ने? त्यस्तै हो। काम गर्नुपर्छ। काम गर्नुपर्छ, काम चाहिँ गर्नुपर्छ। तर सबभन्दा गाह्रो लाग्ने भनेको यो बाटो क्रस गर्न हो कि हामीलाई। सबभन्दा गाह्रो लाग्ने भनेको यो बाटो क्रस गर्न हो। अस्ति धन्न एकजना सोल्टीलाई ठोकेर मार्नबाट बच्या हो के। यस्तो जाम लाग्छ, बाटो क्रस गर्नै गाह्रो हुन्छ होइन। के गर्नु, गाह्रो छ। भिडियो त हेरिराख्नु भएको छ, तर लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनु होला है। यो भिडियो देखेर धेरै धेरै माया देखाइदिनु होला। बाटो चाहिँ यस्तो छ, कसरी क्रस गर्ने हो। जेब्रा क्रसिङ चाहिँ अगाडि छ होइन। ल अब चाहिँ भाग्नु पर्छ है। ल सोल्टी 3 2 1 ल। अनि यस्तो जाम लागेछ, बाटो कसरी क्रस गर्ने होला साथीहरू। रोक न रोक, जाम जाम ल गइदिनु पर्छ ल। ल भैया रुको 2 मिनट ल। ल फाइनली बाटो पनि क्रस गरियो। साथीहरू बाटो त क्रस गरियो। हामी त होटेलमा खाना खाना खाएर अनि बल्ल घुम्नु निस्किन्छौँ। यहाँ चाहिँ माथि मेट्रोको काम चलिरहेछ, त्यही भएर यस्तो जाम लागेको। रोड पर थियो भने अरे भागिदिनु पर्छ होइन। यार लास्टै गाह्रो छ कि यो बाटो क्रस गर्न त, के भनौँ, तर पनि गर्नै पर्छ। तर गर्मी चाहिँ लास्टै बढिसक्यो यार, के भन्ने हो। यस्तै भन्छ त भ्लग, जे पाइ त्यही हालेर भ्लग भन्छ र। भइहाल्यो देखिरहेको छ यार, के गरिरहेको छ यिनीहरू होइन। फर्स्ट टाइम यसो क्यामेरा लिएर बोक्यो भने सबजनाले हेर्छ। फर्स्ट टाइम भन्दा पनि क्यामेरा लिएर हिँड्यो भने सबजना देखेर
हाँस्छ कि छक्कै पर्छ यिनीहरूले के गर्न खोज्यो होला। अनि यहाँ चाहिँ लेडिज बार रहेछ न यो, आउनु होला जो जो यहाँ मुम्बईको थानेमा बस्छ यो गोठबन्द रोडमा यो कान्तारा भन्ने लेडिज बार हो के। अनि हामी चाहिँ यहाँ पुगिसकेका छौँ अहिले ग्रिनलिफ थाने फ्यामिली रेस्टुरेन्टमा। अब चाहिँ एकछिन भिडियो बन्द गर्नुपर्ने हुन्छ। अघि चाहिँ मैले भिडियो बनाउन पाएन होइन, त्यहाँ भिडियो बनाउन एलाउ छैन कि हामीलाई, भिडियो बनाउन एलाउ थिएन, त्यही भएर मैले भिडियो बन्द गरेँ। अब चाहिँ एकछिनै खाना खाएर भेट्नेछौँ ल, खाना खाएर नि बल्ल भेट्नेछौँ जसलाई। यस्तो गर्मी थियो होइन, अनि अहिले हेर्दा त मौसम क्या राम्रो भयो त होइन सोल्टी। अघि त मौसम क्या पुरा गर्मी थियो, तर अहिले हेर त क्या मस्त मौसम भएछ कि। मुम्बईमा बुझ्नै सकिन्न कति बेला यी अब पानी पर्ने हो कि यता हेर न ल, एकछिनमै पानी पर्ने हो कि एकछिनै गर्मी हुन्छ एकछिनमै पानी। हाम्रो छोटी चाहिँ यहाँ फोटो खिचिराख्नु भएको छ हेर्नु न त ल, छोटीले फोटो खिचेको ल। अब हामी चाहिँ रुमतिर जानु लाग्यो होइन, हेर्नु न मौसम पनि क्या दामी भइदिरहेको कि एकछिनमै बादल क्या मस्त लागेको छ। हामी चाहिँ खाना खाएर रुमतिर फर्किसक्यौँ। अब गर्ने चाहिँ के हो गएर सुत्ने त हो अहिले, अनि त्यसपछि एकछिनपछि जाउँला। अहिले मौसम क्या मस्त भइदिएर न बादल लागेको। हामी चाहिँ अहिले रुमतिर फर्किसक्यो। अब एकछिनपछि रुमबाट फेरि जान्छौँ घुम्न होइन। अनि यो भिडियो चाहिँ आजको लागि चाहिँ समाप्त गर्छौँ होइन। भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरेर बेल आइकन च्याप्न चाहिँ नबिर्सिनु होला, किनकि मैले पहिलो भिडियो अपलोड गर्ने बित्तिकै हजुरकोसम्म पुगोस् र हजुरहरूले इन्जोय लिनुहुन्छ भन्ने आशा छ। धेरै धेरै माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला होइन। यति भन्दै आजको भिडियो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु। बाई बाई।